तपाईहरुलाई फेरि पनि है मेरो सानो मिनी ब्लगमा स्वागत छ। अनि यसरी है म मेरो डेलीको रुटिन छ। बिहान आयो अनि यसरी ओपन गरे सलुन है। अनि यसरी हाम्रो सानो सलुन छ मेरो र नानाको है, तपाईहरुलाई थाहा छ, कतिलाई थाहा छ कतिलाई थाहा छैन है। अनि यसरी आएर हामी चाहिँ क्लिन गर्नुपर्छ किनभने राति हामी भ्याउँदैन है, धेरै कस्टमरहरू आउँछ। अहिले अब सिजन छ है, डिसेम्बर क्रिसमस अनि फेरि वेडिङ सिजनहरू है, अनि धेरै कस्टमरहरू आउँछ। अनि यसरी हामी राति बिजी भएको कारणले गर्दा चाहिँ राति हामी क्लिनिङ गर्नु पाउँदैन है। अनि प्रायः हामी यो सबै हाम्रो यो पोटहरू हाम्रो जति पनि यो फ्लावरहरू छ सबै हामी भित्र राख्ने गर्छौँ किनभने बाहिर राख्यो भने सेफ्टी हुँदैन केटाकेटीहरूले अनि गाईगोरुले है। यहाँनिर चाहिँ अब बेङ्गलोर सिटी हो तर गाईगोरु चाहिँ एकदमै बाटोभरि घुमिरहेको हुन्छ अनि कतिचोटि त्यो बिगारिदिन्छ है। अनि मुसाहरू छ यहाँनिर, फ्लावर पोट बाहिर राख्यो भने मुसाले सबै त्यो माटोहरू खनेर है अनि नाश पारिदिन्छ। त्यही भएर हामीले यो सबै कुरो भित्र लाउनुपर्छ अनि यसरी सफा गर्नुपर्छ है। अनि यो चाहिँ मेरो डेलीको रुटिन हो। अनि यस्तो हुन्छ है। अनि फेसबुकमा के लाउनु हुन्छ अनि सबैले पोस्टहरू लगाइरहेको हुन्छ, घुमिरहेको हुन्छ है। अहिले मेरोमा चाहिँ टाइम छैन घुम्ने किनभने हाम्रो यो न्यू सलुन हो अनि बस्नुपर्छ है। अनि अहिले हामीले इभन विकली अफ पनि लिएको छैन है। अनि कम्प्लिट हामी 7 डेज चाहिँ ओपन गरिरहेको छ। त्यही भएर कारणले गर्दाखेरि चाहिँ हामीले है अनि कहीँ घुम्नु पनि पाएको छैनौँ, राम्रो भिडियोहरू लाउनु पाएको छैनौँ है। अनि त्यही कारणले गर्दा मैले चाहिँ यो सानो भिडियो अब यतिकै त्यसै पनि बसिरहनुपर्छ है। अनि त्योभन्दा त म आफ्नो यो मेरो डेली लाइफको भिडियोहरू बनाउने छु भन्ने सोचले गर्दा है मैले देखाएको होइन है। अनि यो जस्ट मैले बनाएको किनभने अहिले अब के लगम हुन्छ है भिडियो किनभने अब के लाउनु, कहीँ घुम्नु पनि गएको छैनौँ हामी। अनि यहाँनिर जग्गा त राम्रो छ घुम्ने तर है हामी घुम्नु पाएका छैनौँ। अनि अब यो डेली काम गरेको अब है हामी हिँडेको यही त लाउनु पर्यो भनेर अनि तपाईँहरूले देखिरहनु भएको छ है। मैले चाहिँ सबै सफा गरिरहेको छु अनि फाइनल सकिसकेको छु अनि क्लिनिङ गरिसकेँ है। मलाई पुरा गरम भइरहेको थियो अनि मैले सबै के भन्छ सफा गरिसकेर चाहिँ यो एन्डको भिडियो तपाईँहरूलाई देखाउँछु अनि मैले कस्तो प्रकारले